चेष्टा हामी गर्दैछन् त गर्ने जति चाहिँ गर्दैछन् त बेसी हुँदैन अझै खराब हुनु सक्ने त्यो ठिकै छ जति छ त्यतिमा नै अब चाहिँ राम्रो हुँदैछन् त बुझिरहेको छन् त मनभित्रको किरा मार्नुपर्छ तिमीलाई नै मार्नुपर्छ तिमीलाई नै ईश्वरको साथ लिएर मनभित्रको किरा मार्नुपर्छ नभए रिह्याब सेन्टरले पनि मार्दैन है त्यो किरा चाहिँ निस्केपछि बाँदर निस्केपछि जूबाट भागेको जस्तै भएर वाइल्ड कुदेको धेरै देखेको छु बिचारो रिह्याबबाट निस्केकोहरूको अवस्था मैले देखेको छु सत्य बोल्दैछु राम्रो पनि देखेछु तर बाँदर जूबाट निस्केको जस्तो भएर किनभने मनको किरा चाहिँ मरेन अब छोड्देऊ कसैले कसैलाई बिगार्यो तर तिम्रो भित्र मेरो भित्रको किरा मार्नु चाहिँ हामी नै हौ अरूले भनेर हुँदैन डाक्टरले डिटक्स गरेर पनि हुँदैन डिटक्सिफिकेसनले पनि केही हुँदैन तिम्रो मनभित्रको डिटक्सिफिकेसन गर्नुपर्ने रहेछ भनेर बुझ्दैछु आज त्यही भन्दैछु प्रचार तिम्रो मनलाई गर त डिटक्सिफाई लु चेष्टा